नमस्कार। झाडा पखालाबाट मध्यपश्चिममा दिनहुँ नागरिकको ज्यान गइरहेको छ। सरकारले यहाँ बसेर कुनै कसर बाँकी नराख्ने भनिरहेको छ। चिकित्सकको टोली पुगेका पुगैछन्, नागरिक समाजका तर्फबाट समाजसेवीहरू पुगेका पुगैछन्, आर्मी लागेको लागैछ, राजनीतिक दलहरू सक्रिय छन्। तर परिणाम दिनहुँ 3 देखि 5 जनाको मृत्यु। जाजरकोट लगायत मध्यपश्चिमका जनताले भोग्नु परेको यो महामारी नेपाल सरकारले ल्याएको निशुल्क स्वास्थ्य सेवा र स्वास्थ्य नेपाली जनताको मौलिक अधिकार भन्ने नारालाई खिल्ली उडाइरहेको छ। उपचार नपाएर मृत्युवरण गर्नुभन्दा भाग्नु जाति भनेर मध्यपश्चिमबाट नेपाली जनता भाग्न थालेका छन्। किन यस्तो भइरहेछ? सरकारले काम गरेको गरेछु भन्छ, किन मान्छे मरेका मरेछन्? के नेपाली जनताको अथवा मध्यपश्चिमका नागरिकको झाडा पखाला जस्तो सामान्य रोगबाट मृत्यु हुनु नै नियति हो? आजको सरकारमा हामी तपाईसँग प्रत्यक्ष सरकार राख्ने विषय मध्यपश्चिममा फैलिएको झाडा पखालाका विषयमा छलफल गर्दैछौँ। मध्यपश्चिमाञ्चलका विभिन्न जिल्लामा झाडा पखालाबाट सर्वसाधारणको मृत्यु हुने क्रम रोकिएको छैन। झाडा पखालाले महामारीको रूप लिँदा समेत त्यसलाई नियन्त्रणका लागि गरिएका प्रयासले अपेक्षित प्रभाव देखाउन सकेको छैन। सरकारले ती क्षेत्रका लागि पर्याप्त मात्रामा औषधिहरू पठाए पनि ती विमानस्थल र सदरमुकाममै थन्किएका छन् र बिरामीहरू रहेको विकट स्थानहरूमा पुग्न सकेको छैन। उपचारका लागि पुगेका चिकित्सकहरूले ठूलो संख्यामा बिरामीहरूलाई बचाइरहेका छन्, तर भौगोलिक कठिनाईका कारण उनीहरू आफै बिरामी भएका ठाउँसम्म पुग्न सकेका छैनन्। अर्कोतर्फ बिरामीहरू स्वास्थ्य शिविर भएका ठाउँसम्म आइपुग्न नपाएका कारण ज्यान गुमाउन बाध्य भएका छन्। चिकित्सकहरूले झाडा पखाला लागेका कतिपय बिरामीहरूमा हैजाको लक्षण समेत भेटिएको बताएका छन्। सरकारले ती क्षेत्रहरूमा अहिले झाडा पखाला नियन्त्रणमा आइसकेको दावी गरेको छ, तर झाडा पखालाका कारण दिनहुँ 4-5 जनाले ज्यान गुमाएको समाचारहरू आइरहेकै छन्। झाडा पखालाबाट दिनहुँ मृत्यु भएको खबर आइरहेको छ। सरकारले कुनै कसर बाँकी नराख्ने भनेको के गरिरहेको छ? कुराको सुरुवात यहीँबाट गरौँ। डाक्टर सुजा, सरकारले कुनै कसर बाँकी नराख्ने भनेर संसददेखि सडकसम्म भनिरहेको छ। दिनहुँ मान्छेको मृत्यु भयो भनेर त्यहाँबाट खबर आइरहेको छ। हामी हेडलाइन न्यूज बनाइरहेका छौँ। किन हो मृत्युहरू भएका छन्? ती दुःखदायी घटनाहरू हुन्, तिनीहरू हुनु हुँदैन। तर हाम्रो प्रयास यथेष्ट मात्रामा नभएको भए त्यसको परिणति के हुन्थ्यो? आज हामीले 20,000 भन्दा बढी बिरामीको उपचार गरिसक्यौं। त्यत्तिकै उपचार गर्नको लागि आवश्यक स्वास्थ्यकर्मी लगायतका औषधि आदि हामीले परिचालन गरिसक्यौं। स्वास्थ्य संस्थामा आएर मृत्यु भएको छैन। त्यसकारण त्यसको सकारात्मक पक्षलाई हेरेर अनि भएका घटनाहरूलाई दाज्नुभयो भने मिडियाले किन हेडलाइन बनाउँछ भन्ने कुरा तपाईँ मिडिया विशेषज्ञ आफै बुझ्नुहुन्छ होला। मैले चाहिँ बुझ्दिनँ। अब बताइदिनु न त, किन मरिरहेका छन्? दिनहुँ 3 देखि 5 जनाको एउटा आँकडा आउँछ, हरेक दिन मृत्यु भयो भनेर। स्वास्थ्य संस्थासम्म आइपुगेको मृत्यु भएको छैन, हामी पनि मान्यौं। सरकारको पहुँच त नेपाल अधिराज्यभरि, जिल्लाभरि, गाउँभरि सबैतिर पुग्नुपर्ने होइन? निश्चय नै पनि हो, तर कस्तो हो भने मैले स्वास्थ्य मन्त्रालयको मात्रै जिम्मा लिएर त्यसको बारेमा मात्रै कुरा गर्न सक्छु। हाम्रो स्वास्थ्य संरचनामा तपाईलाई थाहा नै होला, जाजरकोट लगायत रुकुम जिल्ला पनि मुख्य संयन्त्र चाहिँ यस्तै छन्। त्यहाँ जिल्ला अस्पताल छ, त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्रहरू छन्, त्यहाँ स्वास्थ्य चौकीहरू छन्, उपस्वास्थ्य चौकीहरू छन् र अहिले हामीले अतिरिक्त क्याम्पहरू पनि राखेका छौं र जति सक्या नजिकै बिरामीको घर छेउमा हामी पुग्ने प्रयास गरेका छौं। र त्यस अर्थमा हाम्रो स्वास्थ्य सेवा अन्तर्गतका नेपाल सरकार अन्तर्गतका कर्मचारीहरू, करारमा अतिरिक्त थप कर्मचारीहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका स्वास्थ्यकर्मी लगायत उहाँहरूको अन्य सपोर्ट कर्मचारीहरू र विभिन्न भलन्टियरहरू, स्वयंसेवक जस्तो नेपाल चिकित्सक संघ लगायतका अन्य मेडिकल कलेजको र अन्य संस्थाहरूको भलन्टियर समेत परिचालन भएर यो कामहरू अगाडि बढेको छ। तर के हो भने हाम्रो देशको वास्तविकता, त्यहाँको भौगोलिक स्थिति त्यो हेर्दाखेरि प्रत्येक घर-घरमा स्वास्थ्यकर्मी पुग्ने अवस्था छैन। हामी पुग्ने त त्यही नै हो, उपस्वास्थ्य चौकी, जुन एउटा हाम्रो आधारभूत यो जनसम्पर्कमा आउने स्वास्थ्य निकाय हो, त्यहाँ हामी पुगेका छौं। त्यहाँ कतै पनि औषधि अभाव, त्यहाँ कतै पनि स्वास्थ्यकर्मी अभाव छैन। त्यसका अतिरिक्त पनि हामीले क्याम्प राखेका छौं। तर के हो भने घर-घरबाट जुन बिरामीलाई ल्याइदिनु पर्थ्यो एउटा सामाजिक परिचालन गरेर, त्यो कमी भएको छ। अब त्यो स्वास्थ्य मन्त्रालयले त्यसको कतिसम्म जिम्मा लिने र अन्य निकायले त्यसको कतिसम्म जिम्मा लिने र कसले जिम्मा लिने, त्यो चाहिँ हामी सबैले एकचोटि मूल्याङ्कन गर्नुपर्छ। तपाईहरु
नेपाल अधिराज्यभरिका चिकित्सकहरूको छाता संगठन चिकित्सक संघमा हुनुहुन्छ, के गरिरहेछ? महामारीको रूपमा दिनहुँ 3 देखि 5 नेपालीको ज्यान जाँदाखेरि मध्यपश्चिममा जुन बेला समस्या आयो त्यही बेला समाधान खोज्ने जुन हाम्रो बानी छ, त्यसैले गर्दाखेरि नि आज यो प्रब्लम भएको हो। यदि यस्तो किसिमको क्राइसिस इमर्जेन्सी डिसास्टर म्यानेजमेन्ट टिम यदि भएको भए त्यसमा एउटा डाक्टर मात्र, एउटा नर्स मात्र, एउटा अहेवा मात्र भएर हुँदैन। जसरी युद्ध क्षेत्रमा जानको लागि पहिलेदेखि नै आर्मीले तयारी गरेको हुन्छ, त्यस्तो किसिमको तयारी अवस्थामा हाम्रो जस्तो यो विकट भौगोलिक स्थिति भएको नेपालमा त्यस्तो किसिमको एउटा टिम नहुन्जेलसम्म यस्तो समस्याहरू आइरहन्छ। नम्बर 1। दोस्रो कुरो के छ भने जनचेतनाको कुरो छ। यहाँ डाक्टर गएर आइभी दिदिने, सेलाइन दिदिने, एउटा औषधि दिदिने भन्ने कुरो भन्दा पनि यी समस्या कसरी भएको छन्, हात धोएर खानुपर्छ, सफा पानी खानुपर्छ, यो कुरो जुन छ यो समाजमा यो चेतना हामीले बढाउनु पर्छ। यो 1 दिन र 2 दिन र 1 महिनामा हुने कुरो होइन, यसमा वर्षौं लाग्न सक्छ र हामीले अब पाठ सिकेर त्यतातिर ध्यान दिनुपर्छ। यो दोस्रो समस्या हो कि केवल जनचेतना बिरामी परिसकेपछि त्यो मान्छेले हात धोएर खानुपर्छ भनेर त त्यो म त कामै छैन, त्यसलाई त पहिलेदेखि नै हामीले त्यो शिक्षित गर्नुपर्छ। त्यतातिर सम्बन्धित निकायहरूको कमजोरी भएको हो। त्यो त जनचेतना जगाउन लगायतका पूर्वाधार पहिले गर्नुपर्ने कुराहरू भयो। तर जब महामारी नै फैलियो र मान्छेहरू लगातार मृत्यु हुन थाले, आजसम्म भइराखेका छन् भने उहाँले सचिवज्यूले भने जस्तो स्वास्थ्य चौकीसम्म नल्याइदिँदाखेरिको पनि समस्या हो, त्यो पनि हामीले मान्यौं। तर तपाईहरू चिकित्सक संघको तर्फबाट कहाँ पुग्नुभयो, के गरिदिनु भयो, के गरिराख्नु भएको छ? मानिलिउँ सरकारले पुग्न सकेन हैन, अरू पुग्न सकेनन् भने तपाईहरू पनि एउटा जिम्मेवार पक्ष भएको कारणले हामी जान्न चाहिरहेका छौं के गरिराख्नु। जस्तै जिल्ला गएका चिकित्सकहरू पनि 2 दिन बसे फर्किहाले, बस्न नसक्ने अवस्था भयो भन्ने पनि आरोप आइरहेको छ। यो सरासर झुटो आरोप हो। त्यस बेलामा मैले चाहिँ के भनेदेखि एकदमै उहाँलाई सचिवज्यूले भनेको थिएँ कि हेर्नु सर, जानलाई म तुरन्त हामी रिक्वेस्ट गर्छौं, डाक्टर तयार हुन्छन्, जाने पनि र आउने पनि व्यवस्था चाहिँ तपाईले गरिदिनु होला। उहाँले कमिटमेन्ट पनि गर्नुभयो र इमिडिएटली हामीले 1 घण्टा भित्रमा हाम्रो डाक्टरहरूलाई खबर गर्यौं। डाक्टर एन्जेलको नेतृत्वमा हामीले 10 जनाको टिम तुरन्तै पठाएको, 28 गते पठायौं। 29 गते उहाँहरू यहाँबाट उड्नुभयो र 29 गतेदेखि अन्तिम डाक्टर साहब जुन हाम्रो आउनुभयो श्रावणको 16 गते आउनु भएको, अर्थात् यही आजभन्दा 3-4 दिन अगाडि आएको कुरा हो। तसर्थ त्यहाँबाट डाक्टर भागे भनेर मेडिकल एसोसिएसनमा यस्ता भगडा कोही पनि डाक्टर छैनन्। तपाईहरू कसरी हेर्नुहुन्छ? अहिले अब सरकारको तर्फबाट कमी कमजोरी भयो, राम्रो काम भएन भनेर तपाईहरु आफै पनि लाग्नु भएको छ टोली गठन गरेर। त्यति बेलाका स्वास्थ्य मन्त्रीज्यू गिरिराजमणि पोखरेल र जाजरकोटका सभासद मायाप्रसाद शर्मा त्यो ठाउँमा जानुभएको थियो, जहाँ रोकाया गाउँमा जुन ठाउँमा झाडापाखालाको सिम्पटम देखिएको थियो र केही असर परेको थियो, त्यो ठाउँमा गएर उपचार आदि गरेर त्यहाँबाट स्याम्पल ल्याएर अनि त्यसो गरिसकेपछि केही समय त्यो निर्मूल भयो, रोकियो। त्यो क्षेत्र भनेको असाध्यै भुकमरी पर्ने ठाउँ हो। त्यहाँ चाहिँ खाने चिज छैन, पानीको राम्रो चाहिँ व्यवस्था छैन, अनि चेतना पनि पछि छ। यो सबै कुराले हाम्रो स्वास्थ्यकर्मी मित्रहरू जानुभएको छ, दुःख गर्नुभएको छ, कष्ट गर्नुभएको छ। नेपाली सेनाले गरेको छ, अनि सशस्त्र प्रहरीले गरेको छ, त्यसै गरेर चाहिँ प्रहरीबाट गएको छ, अनि यता चाहिँ शिविरबाट पनि माओवादीले आफ्ना चाहिँ स्वास्थ्यकर्मीहरू पठाएको छ। 77 जना त उनीहरू गएर काम गरिरहेका छन्। अब यताबाट जाने स्वास्थ्यकर्मीहरू पनि त्यो फलामका मान्छे त होइनन् हैन, ढुङ्गाका त होइनन् तिनीहरूलाई पनि खानुपर्छ, बस्नुपर्छ, लाउनुपर्छ, हिँड्नुपर्छ हैन, यातायातको सुविधा छैन। तर त्यो चाहिँ व्यवस्था कसले गर्ने त भन्दा सरकारले हो। जस्तो तपाईको जाजरकोटको सदरमुकाम खलङ्गाबाट रोकाए गाउँ पुग्नलाई हिँडेर 8 दिन लाग्छ। त्यो 8 दिनको बाटो छिचोल्ने कोही कसैको तागत छ त्यहाँ? त्यो त छैन। अनि त्यसो भए त्यो व्यवस्था कसले गर्ने त भन्दा सरकारले गर्ने।